काठमाडौँको जोरपाटी बस पार्कबाट हामी गाडी चढ्यौँ। त्यसपछि त्यहाँबाट हामीलाई छिम्ती पुग्न त्यही 6 घण्टा जति लाग्यो गाडीमा। अनि आज बिहानै चाहिँ हामी चाहिँ पाँचपोखरीतिर लाग्दैछौँ। यहाँबाट यहाँ पुल छ, झुलुङ्गे पुल छ, अनि यता खोला पनि छ। मसँग 2 जना केटाहरू पनि छ। राजेश ल हेर त, हाम्रो राजेश। हेलो 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 गाइज, हेलो। हाम्रो राजीव। यो पारी देखिने छिम्ती हो। हाम्रो ट्रेक सुरु भयो नि त। हामीसँग काले भोटेकुरो पनि छ। कालेले बोतलमा ठोक्काएर आफ्नो टाउको दुख्यो थियो काले। चौरीहरू छ यता। देउराली आइपुगेका छौँ हामी। 1 घण्टा जति लाग्यो। सिधै होला नि बाटो त होइन पो यो सिटीबाट? ओके ओके। कहाँ बसेको तिमी साथी? यताबाट हो। सिटीबाट बल्ल 1 घण्टाको बाटो हो यो। 1 घण्टा पनि लाग्दैन भन्दै केटाहरूले। 1.4 किलोमिटर हिँड्यो, बुझ्यो? के छ राज, कस्तो भइरहेको छ यात्रा? राम्रै भइरहेछ। भर्खर भर्खर सुरुवातीमै छौँ। थाकेकै छैनौ भनौँ म त। हामी टुप्पी डाँडामा खाना खाएर लगभग 1 घण्टा हिँडेर हामी यो पुल लिएर पुगेका छौँ। पाँचपोखरी जान अझै हामीलाई 7-8 घन्टै लाग्छ भन्नुभएको छ। यो 2 जना आउनु भएको रहेछ। पारीको 2 जना। जस अब माथितिर हिउँ परिरहेछ अरे, अब हेरौँ कस्तो छ। गरे शेर्पा साथी र बडा ओभर चिसो भएर हिउँझु परेर यहाँ हिँड्नै नसके बाटो भएर यहाँ सुतेर आगो बस्नु परेछ। हामी यस्तो छ। अब 10 दिन जस्तो लाग्छ होला। अब हामी यहाँ बसेको 2 घण्टा हुन लागिसक्यो है। अब बाहिर पुरै असिना पानी हिउँ परिसकेको छ साथीहरू है। अब एकदमै मौसम खराब भइसकेको छ। अति नै है, अति नै। बाहिर त ओए हिमाम्य छ है, बाहिर मौसम हिमाम्य छ। हिउँ नै हो यो त यार। ओए ल यस्तो छ है। हिउँ 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 पडा छ है। यहाँ हाम्रो राज साथी पनि छ। हेलो हेलो साथी। हामी रातो माटोमा छौँ अहिले साथीहरू है। अब यहाँ एकदमै हिमपात भएर यहाँ अब जनजीवन एकदमै गाह्रो भएको छ। हामी लगभग यहाँ बसेको 2 घण्टा भइसक्यो रोकिएको। उयो यस्तो डल्लो हुन्छ यहाँ। हिउँ परेर पुरै हामी हिउँ परेको दुख्दैन क्या? उता ब्याक गर। अब के छ त साथी, अब के गर्ने? अब जोस् यहाँ गणेश शेर्पा साथी र ओभर चिसो भएर अहिले त टोपी सोपी केही नली यतिकै झल्नु पाएर हिँड्दा हो। लुगा उडेर हिँड्नु परेको छ। जोस् तलाब छ। जोस् रमाइलो यही हो। उसलाई चाहिँ ऊ छैन क्या, अलि लुगा छैन, टोपी छैन, पन्जा छैन। हामीलाई पन्जा भएर यसरी हिउँ सामान्न पाइरहेको छ क्या। पन्जा छैन है, पन्जा छैन। जाडो भयो नि त। अब के गर्ने हो? अब यहाँबाट फर्किनु पर्छ क्या? हिउँ परिसक्यो। अब फर्किने नफर्किने। भगवान शिवलाई हामीले प्लास्टिक पनि ल्याएर आएका थिएनौँ। त्यही भएर यहाँ 2 घण्टा कुर्नु पर्यो। पानी पर्यो, असिना पर्यो। अहिले हिउँ नै परिरहेछ। रातो माटोमा नि, रातो माटो होइन यो। अब यहाँ जसो तसो गरेर हामीले प्लास्टिकको व्यवस्था गर्यौँ। अब बल्ल हिँड्न थालेका छौँ। अब हेरौँ कहाँसम्म पुगिन्छ। बाटो रातो माटो एकदमै सेताम्य भएछ है। केटाहरू यस्तो अवतारमा छ।
कस्तो भइरहेछ राजीव साथी? हामी जति माथि गयो त्यति हिउँ बेसी परिरहेछ। एकदम हिउँ परिरहेछ, हामी हिँडिरहेछौँ, मजा आइरहेछ होइन त? रमाइलो भइरहेछ। एकदमै अघि सुक्खा थियो, अहिले चाहिँ सेतो सेतो हुँदैछ। एक लट हिउँ परेर रोकियो, अनि त्यसपछि फेरि सेकेन्ड लट पर्दैछ अहिले। फेरि अहिले हामी अलि माथि पुगिसकेका छौँ। एकदमै वाइल्ड हिउँ परिरहेछ यता त। अब 5 पोखरीमा त थाहा छैन कति हिउँ परिरहेछ होला होइन। अहिले हामी नस्याङ पार्टी आइपुगेका छौँ। अहिले त्यस्तै 4 बजेको छ बेलुकाको। अब हामी यहाँबाट माथि जाने कि नजाने भन्ने डिस्कसन भइरहेछ। जस हामी सकेसम्म हिँड्छौँ यहाँबाट। आज हाम्रो टार्गेट 5 पोखरी नै पुग्नेछ। तर एकजनालाई अलि अप्ठ्यारो भइरहेछ। अब के हुन्छ हेरौँ, ऊ अलि आउँदैछ पछाडि। के छ साथी, तिमी के भन्छ? म त आज जाउँ भन्छु, किनकि अलि जोस ऊर्जामा छौँ कि अहिले होइन। हामी ऊर्जामा छौँ, ऊर्जामा छ जोस। यहाँ हिमपात अझै जारी छ, भइरहेकै छ कि अझै नै। नस्याङ पार्टीको होटलहरू यस्तो छ पुरै हिउँले परिबाट। हामी 5 पोखरीतिर अझै लाग्दैछौँ। हेर नि त, अहिले हिउँ पर्न रोकिएको छ। पुरै भिरैभिर छ, हुस्सु लागेको छ पुरै। अहिले हिउँ पर्न पनि रोकिएको छ। पाङसिङ बिसाउनेमा चाहिँ हामी पुगेका छौँ अहिले। डेन्जरै गाह्रो छ बाटो अहिले, पुरै हिउँ परेर होइन त। यस्तो छ छानामा पुरै हिउँ परेर बाटो यस्तो छ। अँध्यारो अँध्यारो पनि भइसक्यो, अब लगभग 6 बज्न लाग्यो। त्यही भएर पुरै हुस्सु लागेको थियो। फेरि बिहान 6 बजे 5 पोखरीको स्थिति यस्तो छ। गुड मर्निङ सबैजनालाई। अहिले बिहानको 7 बजेको छ। हामी 5 पोखरीमा यसो भ्यू हेर्न मात्र जाँदैछौँ। यहाँ पुरै हिउँ परेर अति चिसो छ है। धेरै मान्छेहरू पनि छैन, हामी अब त्यस्तै 3-4 जना मात्रै पुगेका छौँ अरे अहिलेसम्म। अहिले चाहिँ आजको लागि चाहिँ अब अरू मान्छेहरू आउँदैछ होला। हिजो राति यहाँ पुग्यो। सो अब हामी माथि जाँदैछौँ है। घाम लागिसकेको छ। अब हामी माथि भ्यू पोइन्टतिर जाँदैछौँ। पुरै दामी भएको छ अहिले, एकदमै चिसो छ है, चिसो। आइस रहेछ यार, पुरै छैन, माथि माथि अलि आइस रहेछ। तल त पानी नै छ पोखरीहरूमा। यस्तो छ पोखरीको हालत। मन्दिर कहाँ हो राम्रो? यहाँ हामीले फोटो खिच्यौँ। अब यहाँबाट मन्दिर पुगेर हामी अनि त्यसपछि माथि डाँडातिर चाहिँ जाँदैछौँ। अहिले घाम लागेर जस अलि तातो भएको छ। यहाँबाट यस्तो देखिन्छ पोखरीहरू यतापट्टि छ। यो हिउँमाथि कोही पनि हिँडेको छैन। अब
हामी हिँड्दैछौँ है। यो त अति बाक्लो छ यार। ए मन्दिर यस्तो रहेछ। यताबाट जाँदैन हुन्छ। मन्दिर आइपुगेका छौँ हामी। यो माथि पुग्नु छ हामीलाई। लगौँ पुग्नु लागिसकेको छौँ। अब हामी 5 पोखरीको भ्यू पोइन्टमा आएर अब यहाँबाट फर्किन लागेका छौँ। यहाँ फोटोसोटो खिच्ने कार्यक्रम भइसक्यो। यतापट्टि पहाडीपट्टि हिमालहरू देखिँदो रहेछ। अहिले चाहिँ बादल आइसकेको छ। अनि त्यसपछि यो हो हाम्रो 5 पोखरी। एकदमै राम्रो छ। यतापट्टि यस्तो छ। हामी हिजो राति बसेको होटल चाहिँ यही हो। यहाँ फेरि हिउँ पर्ला जस्तो भइसकेको छ है। फेरि अलिअलि हिउँ पर्न थालिसकेको छ। अब हामी यहाँबाट झर्छौँ तल। कस्तो भयो यात्रा तिम्रो? यात्रा त एकदम यार कष्टकर हो यार। जोस हुन्छ नि एकदम गाह्रो तरिकाले होइन। एक दिनमै छिम्टीबाट 5 पोखरी ठ्याक्कै होटलमा पुग्यौँ। अब आज चाहिँ अलि डुलेर फेरि हिउँ पर्ला जस्तो छ। अब फर्किने कार्यक्रम छ। त्यही हो। मजा आयो नि त? मजा आयो। तर फेरि चिसो चिसो छ। पानी पर्छ यहाँ के हिउँ पर्छ। अब त्यही हो। ओभर हिउँ पर्दैछ है। ए बाटोमा हिउँ पुरै जम्मा भएको छ। खतरै हिउँ परिरहेछ।